हेलो साथीहरू, सन्चै हुनुहुन्छ? स्वागत छ तपाईँलाई तपाईँहरूको आफ्नो युट्युब च्यानल मिस्टर टेक नेपालमा। म अनुप सुनवार, बाहिर सुनवार सर्भिस सेन्टरबाट। साथीहरू, तपाईँहरूलाई म आज स्यामसङ ग्यालेक्सी J7 प्राइमको चाहिँ कसरी हार्ड रिसेट गर्ने भन्ने बारेमा चाहिँ सिकाउने गरेको छु है। ल राम्रोसँग हेर्नुहोस् है यहाँहरूले। यो चाहिँ स्यामसङ मोबाइल हो। यो चाहिँ पुरानो मोडलको है, पुरानो मोडलको स्यामसङ ग्यालेक्सी J7 प्राइम हो है। यो चाहिँ तल चाहिँ टाइप बी खालको चार्जर छ। अनि यसलाई चाहिँ विशेष गरेर हामीले चाहिँ यो मोडल चाहिँ हेर्छौँ है त, मोडल हो कि यसरी तान्ने, तल स्क्रोल गर्ने, त्यहाँबाट सेटिङमा जाने, सेटिङमा गएपछि तल तल एबाउट आउँछ है साथीहरू, तल एबाउट आउँछ। एबाउटमा छिर्ने, एबाउटमा छिर्दा के आयो भन्दाखेरि स्यामसङ ग्यालेक्सी J7 प्राइम देखायो है। यसले अब ब्याक गर्ने अनि यसरी पुरै ब्याक गर्ने। पुरै ब्याक गरिसकेपछि अब यसलाई फ्याक्ट्री रिसेट गर्नु पऱ्यो। जस्तै मानौँ मोबाइलहरू ह्याङ भयो अथवा स्लो चल्यो अथवा सेकेन्ड कसैलाई बेच्नु पऱ्यो भने हाम्रो डाटा सबै क्लियर गरेर दिन्छ नि त अरूलाई बेच्दाखेरि। त्यस कारणले गर्दाखेरि यसरी हामीले चाहिँ स्क्रोल गरेर तल तान्ने, यसरी तल तान्ने, तल तानेपछि यहाँ सेटिङको चिन्ह आउँछ यतापट्टि दाहिनेपट्टि माथि टपमा सेटिङमा जाने। सेटिङमा गइसकेपछि चाहिँ हजुरहरूको यहाँ सर्च बार आउँछ है, माथि देख्नुभयो सर्च गर्ने ठाउँ। सर्च बारमा यहाँ चाहिँ सर्चमा हामीले सर्च गर्ने कि फ्याक्ट्री रिसेट भनेर, FACTORY फ्याक्ट्री रिसेट RESET ओके गरिदिने। फ्याक्ट्री रिसेट भनेर आयो है। तल रिसेटको अप्सन आयो, अटो फ्याक्ट्री रिसेट, अनि तल रिसेट सेटिङ, तल रिसेट सेटिङमा जाने। फ्याक्ट्री डाटा रिसेटमा जाने हो नि त हामी। यहाँनिर फ्याक्ट्री डाटा रिसेटमा जाने। त्यहाँ गइसकेपछि अब यहाँ यसरी देखाउँछ, यो सबै रिसेट गर्ने भनेर देखाउँछ। अनि रिसेट गर्ने, रिसेटको बटन थिच्ने। अनि रिसेटको बटन थिचेपछि पहिलाको यो चाहिँ लक मार्क्छ, स्क्रिन लक। अनि डिलिट, अब यहाँनिर डिलिट गर्नुहुन्छ, अल डिलिट हुन्छ, त्यस कारण डिलिट गर्ने। त्यहाँबाट सट डाउन हुन्छ, अटोमेटिक फ्याक्ट्री रिसेट हुन्छ है साथै। यहाँ हेर्नुहोस् है, अब यो रिसेट हुँदैछ, स्विच अफ भयो, बिस्तारै आउँछ, देख्नुभयो नि स्यामसङ ग्यालेक्सी J7 प्राइम भनेर देखायो। स्विच अफ भयो, स्विच अफ भएर अब देख्नुभयो सबै इरेजिङ हुँदैछ है साथीहरू। यो सबै इरेजिङ भएर आउँछ, अब सबै इरेजिङ भएर यसमा भएको टिकटक, फेसबुक, म्यासेन्जर, स्न्यापच्याट जति पनि चल्छ नि, एसियाहरू भयो, मोबाइल ब्याङ्किङ जे चलाउनु भएको छ नि यसमा भएको सबै उडेर सबै उड्छ। र हजुरहरूले मोबाइल नयाँ किन्दा जस्तो हुन्छ नि त्यस्तै खालको हुन्छ क्या यो चाहिँ। त्यसमा केही पनि रहँदैन, एप्सहरू अनि एकाउन्टहरू केही पनि रहँदैन। यो चाहिँ सबै टोटल रिसेट हुन्छ है। अब यहाँ इरेजिङ भनिरहेको छ, त्यहाँ एन्ड्रोइडको लोगो देखायो नि त, एन्ड्रोइडको साइन देखायो। अनि इरेजिङ भइरहेछ, इरेज भइरहेछ त्यहाँ भएको सबै डाटाहरू। अनि लास्ट एकछिन टाइम लाग्छ, 2-3 मिनट लाग्छ साथीहरू यो हुनलाई। देख्नुभयो अफ भयो, फेरि अन हुँदैछ। स्यामसङ ग्यालेक्सी J7 प्राइम भनेर देखायो, फेरि अफ भयो, हो यसरी अन हुँदैछ। हेर्नु चाहिँ साथीहरू अन हुँदैछ। अन हुँदैछ है, एकछिन टाइम लाग्छ है यो पुरै न्यू भएर आउनको लागि। पहिलाको डाटाहरू जति छ नि त्यो डाटाहरू सबै रिसेट हुनलाई टाइम लाग्छ। रिसेट हुँदैछ, अन हुँदैछ, इरेज चाहिँ भइसक्यो। इरेजिङ भएर अब पार्टिसन भएर मिलेर आउनु पऱ्यो नि त, त्यो भएर यो चाहिँ अन हुँदैछ। स्यामसङ भनेर देखायो, एकछिनमा अन हुँदैछ है साथीहरू। म तपाईँलाई देखाउँछु कम्प्लिट। त्यही भइरहेछ, स्यामसङ आइरहेछ, बिस्तारै अन हुँदैछ।
एकछिन टाइम लाग्छ फुल्ली अन हुनलाई, किनकि हामीले फुल हार्ड रिसेट हानेको हो नि त। यसमा भएको टोटल सेटिङहरू चाहिँ पुरै चेन्ज भएर आउँछ। यसमा पहिला हजुरले डाउनलोड गर्नुभएको एप्सहरू, प्ले स्टोरमा भएको अनि युट्युबमा अफलाइन डाउनलोड गर्नुभएको भिडियोहरू सबै उडेर टोटल यो नयाँ हुन्छ के। अन हुँदैछ। स्यामसङको लोगो देखाइरहेछ। देख्नुभयो पुरै अन भयो है। स्यामसङ भनेर हाई स्टार्ट भनेर आइसक्यो। अब हामीले सेटअप गर्दै जान्छौँ यसरी, यहाँनिर छिट्ने अनि सेटअप गर्दै जाने, नेक्स्ट गर्ने। यसलाई सबै आई एम रिड एन्ड एग्री टु अल अफ द एबभ भनेर माथिको सबै सर्तहरू लाई टिक लाउनु पर्ने हुन्छ र डे टाइमहरू भयो। यसलाई चाहिँ लैजाउँ, केही नगरौँ, यसलाई नेक्स्ट गरौँ। यसलाई नो थ्याङ्क्स गर्ने, केही पनि नगरौँ, अहिले स्किप एनी वे गरौँ, स्किप गरौँ। यसलाई मोर गरौँ, मोर गरौँ, एक्सेप्ट गरौँ, एक्सेप्ट। अब यहाँ देख्नुभयो, यहाँ चाहिँ अब क्रिएट भनिरहेछ, केही नगरौँ, क्रिएट स्यामसङ एकाउन्ट नबनाऊ, साइन इन नगरौँ, यसलाई स्किप गरौँ, स्किप गरौँ। अब फिनिस, देख्नुभयो अब पुरै अन भयो, सबै मोबाइल अब चलाउनु मिल्ने कन्डिसनमा आयो। अल आर डन भयो, अल डन। सिमहरू हालेर अब युट्युबहरू चलाएर सबै गर्न सक्यो है। यो चाहिँ साथीहरू नयाँ किन्दा जस्तो कन्डिसनमा आएको थियो नि मोबाइल, त्यही कन्डिसनको मोबाइल भयो है। यो चाहिँ यसरी देख्न सक्नुहुन्छ है, हजुरले यसरी देख्न सक्नुहुन्छ है। यो चाहिँ जेसिएन प्राइम हो। हस् त साथी, तपाईँहरूले पनि आफ्नो मोबाइललाई, स्यामसङ मोबाइललाई यसै गरेर चाहिँ फ्याक्ट्री सेट गर्न सक्नुहुनेछ। यदि हजुरहरूलाई यो च्यानल मन पर्यो भने र यो च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक, कमेन्ट अनि सब्सक्राइब गर्न चाहिँ नभुल्नुहोला। हस् त, बाइ बाइ।